चुपचाप घन्टीमा छाप भन्दै सबैले चुपचाप लागेर घन्टीमा छाप हाल्नु भएको थियो। मैले त्यतिखेर पनि भने हो चुनाव बेला पनि गरिब दुखीको पक्षमा श्रम संस्कृति मात्रै हो है भनेर मैले भन्दाखेरि पत्याउनु भएन। अहिले अब चुपचाप घन्टीमा छाप, अहिले चुपचाप, पहिला चाहिँ त्यो चुनाव पछाडि चाहिँ चुपचाप कुम्लो बोक टाप भन्ने खालको भइरहेको छ। र यो सुरुवात मात्रै हो। मैले देख्दाखेरि देशैभरि सुकुम्बासी बस्तीहरू हटाउने काम यो सरकारले गर्छ मैले जहाँसम्म बुझ्दा। त्यसो हुँदाखेरि अब सचेत भएर बस्नु होला। पूर्वदेखि पश्चिमसम्म लाखौं लाख मान्छेहरू गरिब छन्, सुकुम्बासी बस्तीमा बसिरहेछन्। अब कतिले चाहिँ अहिले मिडिया ट्रायल पनि गरिरहेछ। अब मिडिया पनि छन् त साथीहरूकै पक्षमा, गरिबको पक्षमा बोल्दैन। अनि त्यही सरकारको पक्षमा मात्रै सत्तामुखी मिडियाहरू पनि छन्। त्यसको कारणले यस्तो योजना गर्दैछ लजमा राख्ने भन्ने कुराहरू मात्रै प्रचार गरिरहेको हुन्छ। तर त्यहाँभित्र कति पीडा र दुःख छ भन्ने कुरा म महसुस गर्न सक्छु। एउटा चरालाई पनि आफूले बनाइराखेको गुण, आफू बास बस्ने एउटा रुखको हाँगा होइन, बाँसको झ्याङ कति प्यारो हुन्छ भने एउटा मान्छे हो। मान्छेको आफ्नो घर भनेको चाहिँ इज्जतसँग पनि जोडिन्छ।